राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले 2 पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकता सम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेल समक्ष आग्रह गरेको थियो। गत जेठ 12 गते मन्त्री परिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो। राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्र प्रकाशित भएपछि कार्यान्वयन आउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए। राजपत्रमा प्रकाशित हुन साथ लागू हुन्छ। गृह मन्त्रालयले थप परिपत्र गर्नु पर्दैन, बसन्तले भने। नयाँ नागरिकता विधेयकमा मुख्य 3 वटा परिवर्तन गरिएको छ। पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएका जन्मसिद्ध नागरिकहरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ। 2046 सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपाल स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिएको थियो। नेपालमा झण्डै 1,70,000 जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ, तर कानून नभएको जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन्। लामो समयसम्म नागरिकता सम्बन्धी कानून संसदबाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएको छ। विधेयक पास भए उनीहरूले नागरिकता प्राप्त गर्नेछन्। नागरिकता नभएकै कारण बैंकमा खाता खोल्ने, उच्च शिक्षा अध्ययन नगर्ने, रोजगारी गर्न नपाएका उनीहरूको समस्या समाधान हुनेछ। दोस्रो, आमाको नामबाट मात्र पनि नागरिकता पाइनेछ। यद्यपि यसरी नागरिकता पाउन 4 वटा शर्त भन्ने विधेयकले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यसको पहिचान हुन नसकेको भन्दै स्वप घोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउनेछ। बाबुको पहिचान हुन नसकेको बेहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले सब घोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ। नेपालको नागरिकता सम्बन्धी ऐन 2063 ले नै कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था गरेको थियो, तर यो स्वास्थ्य सरकारले कार्यान्वयन गरेको थिएन। यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बाबुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गर्यो। उक्त व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बाबुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। यस्तो स्व घोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता रद्द हुनेछ, तर त्यस्तो व्यक्तिले अङ्गकृत पाउनेछ, किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएको सन्तानले अङ्गीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ। विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेको हो। विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अङ्गीकृत नागरिकता पाउन पनि नेपालमै बसोबास गर्नुपर्ने र बाबुको देश नागरिकता नलिएको हुनुपर्नेछ। विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुवा र आमा दुवैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ। तेस्रो, विधेयकले पहिलो पटक गैर आवश्यक नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेको कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बजे साबिकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैर आवश्यक नागरिकता प्राप्त गर्नेछन्, तर सार्क मुलुकमा रहेको र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैन।